बाबु बाबु उठ 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 8 बजिसक्यो। अरे उठ भनेको। अझै 1 घण्टा सुत्न दिनु न। के को 1 घण्टा? उठ न। उठ बाबु उठ, स्कुल जानु पर्छ क्या। उठ न। ल मेरो बाबुलाई अब स्कुल जानु पर्छ नि है। छिटो छिटो, ढिला भइसक्यो। ड्याडीलाई हस्पिटल जान ढिला हुन्छ के? ए अझै तयार भएको छैन? ढिलो भएन भने? हजुर पनि त हस्पिटल जानु पर्दैन? अहिलेसम्म रेडी हुनु भएको छैन। ढिला भइसक्यो। बाबुलाई पनि छोड्नु पर्छ। छिटो तयार हुनुस्। ओहो बिमला, एउटा कुरा त भुसुक्कै बिर्सेछु। आज म अलि ढिलो हस्पिटल जान्छु। 12 बजे एउटा पेसेन्टलाई अपरेसन गर्नु छ। एउटा काम गर न, आज तिमीले नै पुर्याइदेऊ नि स्कुल। हजुर पनि अघि भन्नुपर्छ नि, ढिला भइसक्यो। म पनि त तयार हुनुपर्छ। लजाऊ बाबु लजाऊ। ल अहिले मम्मीसँग जानु, भरे हस्पिटलबाट आउँदा म तिमीलाई लिएर आउँछु। ओके ओके। लाउ लाउ, ढिला भइसक्यो। बाई बाई। बाई। बाई सुशान्त। बाई बाई मामी। सुनेको तू दंगलमा तेलको लाजे तल्तले। तेलको होइन क्या गुरु, शेरको भन्नुस् न, शेरको। त्यही त भन्दैछु तेलको। तैँलाई यो दंगलमा तेलको होइन, 5 मिनटको लाते तल्छ। 5 मिनटको कपको लाते तल्छले टिकिटाउ। ए तेरी ढिकिचाउ होइन क्या गुरु, ढिकिचाउ भन्नु न मलाई, ढिकिचाउ हो। अब यो जंगलमा तपाईकै राज्य हुन्छ। जम्मा 5 मिनटको। गुरु 5 मिनट जाने बेला भएन भने बात होइन। जबसम्म त्यो घ्याम्पेले घैँटेले त्यो डाक्टरको तोलालाई ल्याउँदैन तबसम्म म 5 मिनट जाँदैन। होइन यति लाति त म कहाँबाट तिग्ले हलो। तिग्ले होइन क्या गुरु, तिग्रे भन्नु त भन्दैछु। गुरु ल्याए हामीले यी बच्चालाई। च्याबास केटा हलो, च्याबास। गुरु मलाई थाहा थियो यो काम तिमीहरूले मात्र गर्न सक्छ भनेर। अब यसको बाउलाई पतापत फोन गरेर 5,000 माग्नु पर्छ। ल यत्रो करोडपतिको छोराले उठाएर ल्याएको छ गुरु, कहाँ 5,000 माग्ने? 5,000 त तपाईँलाई 5 मिनट जाँदै ठिक्क हुन्छ नि। कुद बेली कुद, यसको त यहाँ किन्ने त। अब 5,000 होइन 10,000 माग्छु। कहाँ 1,000 रुपियाँको कुरा गरे गुरु? यस्तो पाराले त तपाईँले हामीलाई फुटपाथदेखि किन्ने बर बनाउनुहुन्छ। लाख माग्नु न, लाख। लाखमा कति हदाल हुन् त तात? 100,000 हुन् त बेकुप। लाख माग्दा दिएले भने हाम्रो दुःख मात्र खेल जाँदैन। जाँदैन गुरु, यो बच्चा बिना डाक्टरले भात पनि खाँदैन। यो बच्चाको लागि डाक्टरले 1 करोड दिनु पनि तयार हुन्छ। त आफै पनि कति माग्ने? गुरु मेरो विचारमा चाहिँ 7 करोड मागौँ गुरु। सबैको भागमा 1-1 करोड पुग्छ नि गुरु। तुप्ला 7 करोड 9 महिनामा कमाउन सकिन्छ? त्यो त सकिँदैन गुरु। तल तोला जन्माउन सकिन्छ। यसको बाउले अर्को तोला जन्मायो भने मलाई एकछिन सोध्न दे। बुझ्ने तेलो बाउले तेलो लागि कति पैसा खर्च गर्न सक्छ? यस्तो छाउरालाई के थाहा गुरु, आफै फोन गर्नु न। तँलाई कति पैसा चाहिन्छ? अब लाख गर्न रहेछ देखा छैन, मलाई त जाति दिन हुन्छ। 50 लाख माग्यो भने हामी सबैलाई पुग्छ होला। ए बुझ्ने तेलो बाउले तेलो लागि 50 लाख दिन्छ। 50 लाख होइन 100 लाख दिनुहुन्छ। 50 लाखको लागि 100 लाख खान पनि म तयार छु। अब तेलो बाउलाई फोन गर्नुभन्दा पहिले म 5 मिनटको लिएर आउँछु। ए केटाहरू यो भागला राम्रोसँग बालेर लाग। हस् गुरु। हस्, समीरको घर हो।
हजुर म समीरको साथी सुशान्तको ड्याडी बोलेको। हजुर नमस्ते। मेरो छोरो सुशान्त त्यहाँ आएको छ? आएको छैन? हजुर हेर्नु न, बिहान स्कुल गएको मान्छे अहिलेसम्म फर्किया छैन। समीर चाहिँ आइसक्यो? ए हस्, म अन्त ट्राई गर्छु। हस् नमस्ते। विमला, सम्भाव्य सबै ठाउँमा फोन गरिसकेँ, उसको मिल्ने साथीहरूकोमा पनि गरेँ, कहीँ गएको छैन। कहाँ गयो होला त? हे भगवान, मेरो छोरा कहाँ गयो होला त? हेलो। 5 मिनट। के को 5 मिनट? 5 मिनट बोल्दै तू। मेरो कुरा ध्यान दिएर सुन्नु। तपाईको तोला हाम्रो कब्जामा छ। यदि तपाई आफ्नो तोलालाई बेच्न चाहनुहुन्छ भने 50 लाख तयार पार्नुहोस्। कति? 50 लाख। पैसा कहाँ लिने, कतले लिने, त्यो हामी तपाईलाई अल्कोपोनमा पर्ने तु। कोस् त? बिजनेसम्यान। चोरी, डकैती, हत्या लगायत पितोबली पहिलेको तपाईँले बिजनेस। तेल लगाने गरेर तपाईँलाई फोन गरेको। तपाईँको 50 लाखको चेक हामीसँग छ। क्यास ल्याउनु, चेक लानु। तपाईँको 50 लाखको चेकसँग कुरा गर्ने। ए 50 लाख तेलो दादीसँग कुरा गर्ने। ला। हेलो ड्याडी, ड्याडी। सुशान्त? छोरा, मेरो छोरा? छोरा, कहाँ छस् बाबु त? हेलो ड्याडी, म जंगलमा छु। सुनित, तेलो तोलाको आवाज, पुरा आवाज सुन्नु हो भने 50 लाख तयार पार्नुहोस्। 50 लाख होइन, तँलाई म गोली ठोक्छु। आई किल यु बास्टर्ड। 50 लाखको कुरा सुनेपछि तपाईलाई यसरी नै ब्लड प्रेसर बढ्छ। त्यसलाई ब्लड प्रेसर नबढाउनु। मलाई जतै सुगल हुन्छ अनि पानी काँदै 5 मिनट जाँदै गर्नुपर्छ। एउटा कुरा ध्यानमा राख्नु, पुलिसलाई खबर नगर्नु होला, होइन भने तपाईँको तोलालाई 50 टुक्रा पालेर 50 ठाउँमा पालिदिन्छु। हेलो हेलो हेलो। के गर्न लाग्नु भएको? पुलिसलाई फोन गर्न लागेको। म तिनीहरूलाई छोड्दिन। पागल त हुनु भएन? के भने तिनीहरूले? सुन्नुभयो? हाम्रो बाबुलाई 50 टुक्रा पारेर फ्याँकिदिने अरे। यो यिनीहरूको रेडिमेड डायलग हो। मनदरो गर। आज यिनीहरूलाई पैसा दिनु भनेको भोलि अर्को बालकलाई किडन्याप गराउनु हो। यिनीहरूलाई त म। प्लिज त्यसो नगर्नुहोस्। उनीहरूले 50 लाख मागेका होइनन्, दिनुहोस्। तर मलाई मेरो छोरा चाहिन्छ। प्लिज विमला, बुझ्ने कोसिस गर। हामीले उनीहरूलाई पैसा दिनु हुँदैन। उनीहरूलाई पैसा दियो भने उनीहरूको मनोबल बढ्छ। उनीहरूलाई कुनै पनि हालतमा हामीले कानुनको जिम्मा लाउनै पर्छ। म तपाईको केही पनि कुरा सुन्दिन। मलाई मेरो छोरा सकुशल चाहिन्छ। जति पैसा माग्छन् दिनुहोस् उनीहरूलाई, तर मलाई मेरो छोरा चाहिन्छ। विमला, कस्तो बाबु हो तपाईँ? तपाईँलाई आफ्नो छोराको माया लाग्दैन? तपाईँलाई छोराको माया नलागे पनि मलाई मेरो छोराको माया लाग्छ। प्लिज मलाई मेरो छोरा दिनुहोस्। मलाई अरू केही पनि चाहिँदैन। मलाई मेरो छोरा दिनुहोस्। यो तातो तातो पानी कहाँबाट आयो? नुनिले नुनिले पनि त।
बित्याउ बाँधेर राखेपछि गर्छु त पिसाब 5 मिनेटको मुखमा पिताब ठिक छ 50 लाखको लागि त्यो पिताब खान पनि तयार छ मलाई त दिशा पनि आएको छ ए उठ्दैन ए उठ गुरु के हो गुरु त्यो पुत्तीले मेरो मुखमा मुत्ती तक्यो गर्छु त पिसाब चुप लाग यसलाई 5 मिनेट होइन 5 मिनेट त यसले गली तक्यो होइन यसलाई 10 मिनेट गलेर लिएर आइज त हस् गुरु म गराएर लिएर आउँछु त्यसलाई 10 मिनेट गलेर ल्याउ त म 5 मिनेट गलेर ल्याउँछु राम्रो तंग हेल हुन्छ बस 10 मिनेट गर्नु हैन छिटो गर तपाईहरु जानु मलाई लाज लाग्छ के को लाज यति सानो बच्चालाई लाज हुन्छ ल गर तपाईहरु जानु अनि मात्र गर्छु यसले लाज मान्यो है बरु जाऊ हामी यसले 10 मिनेट गरे भने फेरि गुरुले मार्छ ल बस ल 10 मिनेट गर बस छाउरा अब यो छाउरोले कति बेर आउने 10 मिनेट गर्न साँच्ची ए ठिकै छौ त्यो बच्चाबाट आएको पैसा 8 लाख रुपियाँ तेरो भागमा पर्छ त्यो 8 लाख रुपियाँ त के अर्थ छ के गर्नु देखिन यहाँ घुँडो पहिला सुरु डाक्टरबाट गएर यो घुँडोको अपरेसन गरेर यसलाई सिधा पार्छु अनि गाउँमा त्यो डल्ली केटी साह्रै मन परेकी थियो कि बाले माग्न पठाएर बिहे गर्छु अनि यस्ता बच्चा त आधा दर्जन जति लत लत पाएर बुढाबुढी रिल्याक्स गरेर बस्यो बच्चा भएछ भएछ ठिकै भएछ के काटेको हुनु नि यो भएछ भएछ नि तेरा बाजे लौन नि अब गुरुले मार्छ अब के गर्ने भागौ के कहाँ भाग्ने तेरा बाजेलाई गएर खबर गर्नु पर्यो हिँड गुरुलाई गएर खबर गरौँ भागेछ गु तै का गुरु भन्न खोज्या गुरु त्यसले अहिलेसम्म 50 लाख रुपियाँ त रेडी गरिसक्यो होला छिटो फोन लगाउनु न कति हताल हताल हामी कुनै फुटपाथ किडन्यापर हैनौं हामी त स्ट्यान्डर्ड किडन्यापर हौं हाम्रो आफ्नो पोजिसन त पहिले तिनीहरु हाम्रो फोनको लागि तल्पिनु पर्छ त्यसपछि मात्रै हामी फोन गर्छौं हो कुत्ता ओ गुरु अहिलेसम्म फोन आएन हेलो पैसा तयार भयो तयार भइसक्यो भन कहाँ लिएर आऊ त्यो पैसा लिएर केक भएको ठाउँमा तुरे जंगलमा आउने कुन जंगलमा रे तुरे अलि स्पष्टसँग भन न मैले बुझिन चुरेको जंगलमा खुला बुझित बुझे म लिएर आउँछु गुड भेरी गुड म तपाईसँग फिल्मी डायलग बोलेर समय बर्बाद पार्न चाहन्न यो सिनको ब्लिपमा पछि गल्छु यो सिन अहिले यही कट गर्छु ओके गुड बाई बुझि तलबले के भन्नुभयो हामी त अब करोडपति हुने भइसक्यो नि करोडपति गुरु करोडपति होइन अब हामी सडकपति हुने भयो सडकपति के भन्छ यो कताले सडकपति हुने बच्चा भाग्यो गुरु बुद्ध भाग्यो कताले भाग्यो दुईटा खुट्टा टेकेर खुरुरुरुरुरु भाग्यो चुप लाग मेरो लेट्लो तपाईलाई पानीमा मिलाइदियो ता
तालै तिला कोस बेटिने भने म तँलाई पुलिसको जिम्मामा लगाइदिन्छु। गुरु मलाई पुलिसको जिम्मा लाएर तपाईँलाई के फाइदा हुन्छ? तेलो नाममा 50,000 को इनाम छ नि, हो त्यो इनाम मैले खाता अतल उपल गर्छु। कुला बुझिस? मेरो 8 लाख। चुप लाग, तँलाई त्यो हल्काले पैदा गएको सपना देख्नु पर्ने। जा, तालै तिला कोस। ल हिँड। जा। गुरु मलाई त जङ्गलमा डर लाग्छ। 50 लाख। आदि यता बता आदि यता बता। हुन्छ गुरु। हिँड। साथी मसँग आइ त। गुरु सारा जंगल सबै खोजिसक्यौं तर कतै पनि भेटिएन। मलाई त भेटिला जस्तो लाग्दैन गुरु। आया ताला बेकुप, मलाई त तम्दी पनि हात तिलाउ त। यो बत्तालाई बेतान भने तँलाई किडन्याप गरेला तेलो बहुसँग 50 लाख माग्छु। मेरो भागमा चाहिँ कति पर्छ नि गुरु? पल्ट चाहियो जा, तेलो भागमा यति पल्ट जा, गएला कुलुको कोट। ए बुच्चे नभाग भने म तँलाई गोले हानिदिन्छु। ताला बातमाला तेलो किति छैन। यो हाम्रो 50 लाखको टेक हो, त्यसलाई केही भयो भने त टेक पाउत हुन्छ। तेलो किति छैन सोध्न सक्दैन। अब त्यसलाई हामीले तालाई तिल गेला हालेर तमाउनु पर्छ। त यताबाट जा, म यताबाट जान्छु। जा। हुन्छ गुरु। बुझ्छ।
बच्चाको बच्चा खोइ गुरु बच्चा त ऊ बन मान्छेले लग्यो ए बन मान्छे बच्चा कहाँ लाग्यो ए बन मान्छे बच्चा छोड त्यो बन मान्छेलाई तमात त्यो मेरो पत्ता काको चेक Engkucu. के हो ढिकी जाऊ मैले सकिन मलाई डोर्यान आइज बजिया धन्दै मुटु कलेजो पटक्क फुटेर मरेन ती काँडहरूलाई भेटिनस् अब भेटी बाघ भालु सर्प अनि तँलाई त स्याललाई चाहिँ भेटी तँ मन मान्छेलाई चाहिँ भेटिन अनि यी काँडहरूले कति दिन सकेको होला दुःख ए भगवान आफूलाई यो भोकले तिर्खाले यो जान आलस तालस भएर गइसक्यो अब खाली हात गुरुका कसरी जानु अनि कहाँ गयो होला ती सालेहरू मेरो नाम सुशान्त हो तपाईको नाम के हो भन्नु न दाइ तपाईको नाम के हो इकु तपाईको नाम इकु कस्तो राम्रो नाम तपाई र म साथी बन्ने है हामी हात मिलाम टिङटाङ 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 इकु इकु मलाई त कस्तो भोक लाग्यो केही खाने कुरा पाइन्छ इकु भोक लाग्यो क्या भोक लाग्यो इटाङ पुतला बाबुको ब्याग बाबुको ब्याग यहाँ हेर्नुस् न बाबुको ब्याग बाबु बाबु सुशान्त कहाँ लग्यो होला बाबुलाई सर बचाइरहेको हुनुपर्छ केटा हो सर्च गर मुभ मैले तपाईँलाई भनेको होइन पुलिसलाई खबर नगर्नु भनेर पुलिसहरू आएको देखेर तिनीहरू भाग्यो होलान् चिन्ता नगर भगवानको कृपाले सबै ठिक कसरी ठिक हुन्छ कसरी तपाईँ धन्न नमान्नुस् हामी ती अपराधीहरूलाई छाड्ने छैनौँ के गर्न सक्नुहुन्छ तपाईँहरूले के गर्न सक्नुहुन्छ तपाईँहरूले गर्न सक्ने भएदेखि 3 दिनै बालबालिकाको अपहरण हुँदैन थियो बुझ्नुभयो तर एउटा कुरा याद राख्नुहोस् इन्स्पेक्टर साहब मेरो छोरालाई केही भयो भने म कसैलाई माफ गर्दिन बुझ्नुभयो गुरु बच्चाको बाबु भने पैसा ल्याएको छ बच्चा छैन अब के गर्ने चुप्लाक मलाई एकदिन तोत त दे गुरु पुलिस 5 मिनटलाई तोका 5 मिनटले बेइमानीको काम पनि इमानदारी पूर्वक गर्छ जसले 5 मिनटलाई तोका दिन्छ त्यसलाई जिन्दगीमा माफ गर्दैन तैँले ठुलो भुल गरे सक्छौ धन्य होस् त वन मान्छेको कमसे कम हामीलाई बचाइदियो
त्यसले हाम्रो 50 लाखको माल लिएर गएको त अब तिमीहरू टाल्दैन टाल्टिला लुक म 5 मिनेटको लिएर आउँछु गुरु यस्तो अवस्था नि 5 मिनेट चुप लाग आएपछि के गर्ने जा लुक 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 लुक